खेललाई थाहा हुन्छ बोल्ने तरिका हुन्छ बच्चाहरू के हामी सानो मान्छे भन्ने कुरो पासाङ रोडमा र यो भनेको चाहिँ आजदेखि हामीले जति गर्ने छोरी चेलीको माइतीले जिम्मा तपाईँहरूलाई दियो। भोलि केही घटना भयो भने माइतीलाई खोज्नु पाइँदैन। तिम्रो छोरी चेली चाहिँ कहाँ गयो खोज भनेर माइतीलाई अब दिनु पाइँदैन, खोजी पनि गर्नु पर्दैन। अघि मैले भने हामीले पैसा जान्छ, पैसा भनेको हात्ती हो। त्यो हात्तीले चाहिँ भोलि हाम्रो छोरी चेली चाहिँ कतै माटोमा पनि कतै केही भयो भने पनि हामीले त्यो हात्तीले खोज्ने हो। तलमुनि के भयो अब हुनसक्छ म यतिकै हुन्छ, म यस्तै जिन्दगी जान्छ भन्नु सक्दैन। मान्छेको जीवन हो, सास भएको ज्यान हो, भोलि केही हुनसक्छ। यसको लागि चाहिँ माइतीलाई मामा मावलीलाई खोज्ने अधिकार आजदेखि छैन। तपाईँहरूको लागि हामीले छिना गरेर बाटो फुटाएर तपाईँहरूको कुलभित्र पनि हाम्रो छोरी चेली चल्यो, हाम्रो कुलमा पनि ज्वाइँ चेला हाम्रो कुलमा चल्यो। आजदेखि चाहिँ तपाईँहरूको बाटो मेन नै यही हो। यति गरिसकेपछि नि तपाईँहरूले भोलि केही कुरामा त झगडा परिहाल्छ। एउटा आगो एउटा पानी हुनुपर्छ भनेर पुर्खाको विधि नै छ। पुर्खाले भनेको अर्थ पनि छ त्यो भएको नि। दुइटै आगो भयो भने आगै बाल्छ, दुइटै पानी भयो भने पानी हुन्छ भनेर चाहिँ अब कति कुरा गाउँघरमा बोल जस्तो कसैले बोलायो भने के होइन भने त्यो कुरा बाहिरै कसैले केही भन्यो भने आज आमाले जन्म दिएर दुईपट्टि एउटा बेहुला बच्ची मैले अघि पनि भने 10 महिना कोखमा 10 महिना गाँठमा हिँडेको त आमालाई मात्रै थाहा हुन्छ। छोरीलाई अहिले त थाहा छैन। हामीले यतिकै खान्छौँ, यतिकै लाउँछौँ, यतिकै हिँड्छौँ भन्ने त हुन्छ। तर भोलि आफ्नो पर्ने दिनमा चाहिँ आमाले कसरी हुर्काइछ र आमाले कसरी पढाइछ, आमाले कसरी चाहिँ हामीलाई यहाँसम्म पुऱ्याइछ भन्ने कुरा चाहिँ तपाईँहरूलाई पर्ने दिनमा मात्रै थाहा हुन्छ। त्यो बेलामा चाहिँ आमाले भनेको कुरा हो रहेछ, गाली गरेको कुरा रहेछ भन्ने कुरा त्यो बेला थाहा हुन्छ। किनकि अहिले त आमाले गाली गर्दा त मलाई गाली गरे भन्ने हुन्छ, आमाले बजान दिए त मलाई किन बजान दियो होला भन्ने हुन्छ। तर त्यो आमाले भोलिदिन्छ। सबैभन्दा पृथ्वीको उहाँ भने पनि पृथ्वीको माटो भने पनि आमा भनेको संसारमा केही छैन। आमा भनेको
10 धारा दुध खाएर 10 धारा पानी खाएर यो आमाले भोक तिर्खा हेरेर हिजोको दिनमा आफ्नो काखमा केही छैन भने पनि मैले भनौँ न मेरै बाउले मेरो आमाले 2 दिनको बाटोबाट नै मलाई कोचिङ हालेर केही दिएको मलाई याद छ। त्यसै गरी नै आमाले एउटा किरा फट्याङ्ग्रोले त आमालाई सम्झेर बच्चालाई सम्झेर त्यो किरा फट्याङ्ग्रोले त माया गरेर पाउँछ भने हाम्रो मान्छेको जीवन यसलाई सम्झेर मेरो माइती यस्तो मेरो दाजुभाइ यस्तो चिने कुरा सुन्नु नपरोस्, तपाईँहरू गरी खानुहोस्, राम्रो गरी खानुहोस्। माइतीले खुसी भनेको त्यही हो, आमालाई खुसी भनेको त्यही हो। भोलि छोरी लग्यो ज्वाइँले यस्तो हेला गरेछ भन्दाखेरि आमाको मुखबाट आमाको आँखाबाट आँसु जान्छ। किनकि यो आमाले त 10 धारा दुध खाएर लिएर कसरी लिङपाङ गरेर लिएर खुवाएको छ नि त। तर मेरो छोरी यसरी हुर्काएर यसो गरेर ज्वाइँले लगेर यस्तो हेला गरेको हुँदा चाहिँ आमाको चित्त दुख्छ। त्यो आमाको चित्त दुखाएको भनेको नै हामीले भगवान्को चित्त दुखाएको जस्तै हो। यो कुरा चाहिँ तपाईँहरूले आज काका भोलि पाख्नु नगर्नु। जहाँ भने पनि एकताल फोन मात्रै अहिलेको जमाना राम्रो छ। एकताल फोन गर्दा पनि आमाको मन फर्किन्छ, माइतीको मन फर्किन्छ, मामा माइतीको मन फर्किन्छ। मामा भनेको चाहिँ मर्दा पनि छैन, पर्दा पनि छैन। मामा भनेको चाहिँ एकदम हाम्रो लागि किनकि हाम्रो पनि मामाको गाउँ भनेको त हामीले त खासै केहीभन्दा अगाडि पुऱ्याइसक्छ। मामालाई यसरी चाहिन्छ भनेको चाहिँ हाम्रो त अस्ति नै मामालाई पुरा गर्यो। आज त हामीले बिचरा उहाँलाई थाहा छैन, गाह्रो छ। तर हामीले उहाँसँग सल्लाह लियो, उहाँले सल्लाह राम्रो दियो। यो सल्लाह अनुसारले हामीले मामालाई सम्मान गरेको छ। किनकि सबै मामा मान्छेलाई हामीले जे भयो नि आफ्नो हित छोड्नु हुँदैन। मामा भनेको भोलि हामीले केही पर्दाखेरि मामै खोज्नुपर्छ। बुवा जाओस्, दक्षिण जाओस्, उत्तर जाओस्, मामा कहाँ छ, फल्नाको मामा को हो भन्ने चाहिँ सुरुमा मामा हुन्छ। त्यसले माइती भनेको झन् अनिवार्य चाहिन्छ। भोलि माइती भनेको चाहिँ जस्तै अब हात्ती चाहिँ हाम्रै हुन्छ नि, त्यो हात्ती चाहिँ भोलि हामीले तपाईँहरू के छोरी चेली के भयो माइती त जहाँबाट पुग्नै पर्छ, माइती जहाँबाट खोज्दै पर्छ। त्यसले गर्दा तपाईँ सम्पूर्णलाई हामी चिन्जाट भयो। छोरी चेलीको बाटो पनि थाहा हुँदैन अरे, नाता पनि थाहा हुँदैन भनेको आज छोरी चेलीले हामीलाई नाता बाँधिदियो, यही खुसी लाग्छ। हामीले त्यो ठाउँमा चिनेको पनि छैन, सकेको पुगेको पनि छैन। अब त हाम्रो पुग्ने भयो नि। फाल्नाको छोरी चेली त मान्छे छ भनेको त हामी त खोजी खोजी आउने हो। तपाईँको छोरी चेली हाल्छ भनेपछि ज्वाइँको नाताले यता पुग्ने हो। त्यसले गर्दा पनि हामी ठुलो नातामा पऱ्यौँ। यो नाता कहिले मरेर गए पनि हाम्रो नाता चाहिँ सम्झिरहनु। के भनेर हामी माटो मुनि माटोकै माटोकै मुनि जानु हामी चाहिँ हामीले राम्रो कुरा सुनेर खुसी हुन्छ। भोलि फल्ना चाहिँ यसरी फल्नाको छोरीले यस्तो भन्छ अरे भन्दा त ला एउटाले ला हुन्छ, ला हुन्छ। आखिरमा त्यही माइतीलाई, त्यही आमालाई, त्यही बुहारीलाई, आमा सासूलाई नराम्रो हुने त ढिलो जान्छ। त्यसले गर्दा तपाईँहरूलाई राम्रोसँग जोडजाड अब यत्रो मान्छेहरू छ कसरी बिहा हुन्छ, भागेर गर्छ, कति त भागेर गएर 2-3 महिनामा छोड्छ। तर यत्रो नाताको बिचबाट बाबाआमाको कामबाट तपाईँ हेर्दाखेरि हामीलाई एकदम खुसी। योभन्दा खुसी हामीलाई के थाहा हुन्छ। हामीले सबैभन्दा खुसी यही रहेको छ। तपाईँले जे भए पनि मेरो माइतीको कामबाट म जानु पायो, माइतीलाई पनि मेरो कामबाट मेरो छोरी चेली जानु पायो भने आमालाई खुसी हो, आमालाई खुसी हो। सबै आमा माइतीलाई खुसी भयो। सबैभन्दा ठुलो त झन् मलाई पो खुसी छ। किनकि हामी बाहिर सानोदेखिलाई अब चिन्जान हामी त एउटै भाइबुझी आजै झन् हामी नाची भयो, आजै नाचेकै भएर जाओस् भन्ने मेरो सुझाव। भान्जा बोका ल
Las amigas Zena. मैले